हिजो डिसम गो एपमा प्राविधिक समस्या आएका कारण एनपीएल सिजन 2 को पहिलो खेल सबैका लागि फ्री थियो अनि युट्युब लगायत सोशल मिडियामा जताततै छ्यापछ्याप्ती लाइभ आइरहेका थिए। तर अबदेखि त्यस्तो हुँदैन, कि त पैसा तिर्नुपर्छ होइन भने टिभीमा गएर हेर्नुपर्छ। बट डोन्ट वरी गाइज, म मेरा सब्स्क्राइबरहरूका लागि 20 जनालाई मोबाइलबाटै एनपीएल को सिजन 2 को फाइनल सम्मको लाइभ हेर्ने एक्सेस दिनेछु, त्यो पनि एकदमै फुल एचडी क्वालिटीमा। त्यो भन्दा अगाडि सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी अन्तिमसम्म ध्यान दिएर हेर्नु होला, होइन भने तपाईहरुले बुझ्नु हुँदैन। फर्स्टमा म तपाईहरुलाई एनपीएल सिजन 2 को लाइभ हेर्ने सबैले अपनाउँदै आएको उपायहरू बताउँछु। धेरै जनाले निशुल्क स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स एचडी को च्यानलबाट निशुल्क लाइभ हेर्दै आएका छन् अनि पैसा तिरेर हेर्नेहरूले डिसम गो एपबाट हेर्दै आएका छन्। तर डिसम गो एपमा सोचे जस्तो लाइभ क्वालिटी देखिएन। टाइममा लाइभ जिगज्याग भइरहेको र लाइभमा धेरै टेक्निकल इररहरू आएको देखियो र कतिपय साथीहरू हिजो पैसा तिरेर पनि डिसम गो एपबाट लाइभ हेर्न नपाएको गुनासो गरिरहेका थिए। तर मैले चाहिँ हेर्न पाएँ है। सिधै भन्नुपर्दा मलाई हिजो डिसम गो को लाइभ क्वालिटी मनै परेन। त्यसकारण जसले पनि पैसा तिरेर डिसम गो एपबाट लाइभ हेर्न पाउनु भएको छैन र जसको बारम्बार सब्स्क्राइब गर्दा पनि एनपीएल को प्लान सब्स्क्राइब भएको छैन अनि विदेशमा बस्नुहुने दर्शक महानुभावहरूको पनि कार्डबाट पेमेन्ट गर्न मिलिरहेको छैन भने तपाईहरुले एनपीएल सिजन 2 को लाइभ फाइनलसम्म निशुल्क हेर्न पाउनुहुनेछ। त्यसैगरी जोन साथीहरुलाई पनि एचडी क्वालिटीमा हिन्दी च्यानल मार्फत एनपीएल सिजन 2 को मोबाइलबाटै लाइभ हेर्न मन छ, ती साथीहरुले कमेन्ट गर्नु होला। पहिलो 20 जनालाई म एनपीएल को लाइभ हेर्ने एक्सेस दिनेछु। त्यसका लागि तपाईहरुले मेरो डिस्क्रिप्सनमा भएको फेसबुक आईडीमा मेसेज गर्नु होला। ल है साथीहरु, यो अफर म पहिलो 20 जनाका लागि मात्रै दिनेछु, बाँकी अफर चाहिँ भोलिका अन्य म्याचहरुमा दिँदै जानेछु। त्यसैगरी तपाईहरु यदि सुदूरपश्चिम रोयल्सको फ्यान हुनुहुन्छ भने तपाईहरुका लागि मैले एउटा म्युजिक भिडियो लिएर आएको छु, जसको लिंक डिस्क्रिप्सनमा छ, हेर्न नछुटाउनु होला। अहिलेको लागि यो भिडियोमा यति नै। अब हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा। हस्त, धन्यवाद।